एभ्रिवान माई युट्युब च्यानलमा हजुरहरूलाई बुहारी सिरियल कस्तो लाग्छ के कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न पनि नभुल्नुहोला। बुहारी सिरियल हेर्न मन पराउनेले युट्युब च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। दर्शकबिन जब कमलाको नन्दको बर्थडे हुन्छ तब श्रुति राजेश हमाल जस्तो हे गर्दै आइपुग्छन् भनेको मतलब आइपुग्छन् भन्छन् नि। एक्कासी आउँदाखेरि सबैजनाले ह्याप्पी बर्थडे टु यु भनिरहेका हुन्छन्। त्यसै क्रममा एकछिन भन्दै उनले 3 चोटि भन्छन्। अब उनले भनिसकेपछि उनीहरूले पनि रोक्छन् अनि उनी हिरोनीको एक्टिङले सुई जान्छन् होइन, हिरोनीको एक्टिङले जान्छन्। अनि त्यसपछि बर्थडेमा सबैले क्या ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु भन्छन् होइन। त्यसमा भनिसकेपछि अनि त्यति कुरा भन्दाखेरि अनि उनी सुई गरेर त्यो केकको हुन्छ नि, केकको तल थाली होइन, त्यो नन्दको झ्याप्पै पारिदिन्छन् क्या। अनि कमलाहरू जसङ्ग हुन्छन् अनि त्यस्तो हुन्छन् होइन। त्यस्तो भयो। अब आउने भागमा के कस्तो हुन्छ त अनि कमलाहरूले रियाक्सनै गरे नि। अहिलेसम्म जिन्दगीमा त्यस्तो कसैले गरेको थियो, त्यस्तो सङ्गीत कसै बर्थडेको दिन पनि कसैले त्यस्तो गर्छ त। श्रुति उयो गर्नमा अरूको हात छ, निकाल्नुमा अरूको हात छ। धन्यवाद। अब अर्को भिडियो लिएर आउँछु, सबैजनाले हेरिदिनु है, रमाइलो मानेर हेर्नुपर्छ नि। धन्यवाद। यति त तपाईँहरूले हेरिसक्नुभयो। अब अर्को सिरियल पार्ट पनि रिभ्यू पार्ट पनि हेरेर नभुल्नु होला है त। हस्, धन्यवाद।